यो ठाडो भिडमा चढिरहेको यो बाख्रा जस्तै जनावरलाई हेर्नुस् त। यति डरलाग्दो चट्टानमा जहाँ हेर्दा मात्रै पनि मान्छेको सातो जान्छ, त्यहाँ यो जीव बिना कुनै डर र बिना कुनै डोरी यसरी उभिएको छ। यो हो अल्पाइन आइबेक्स, पहाड र भिरको राजा। तपाईलाई लाग्ला यो जनावर ज्यान जोखिममा हालेर किन यसरी भिरमा चढ्छ? के यसलाई मर्न डर लाग्दैन? वास्तवमा यो भिर नै यसको सबैभन्दा सुरक्षित घर हो। तल जङ्गलमा बाघ, ब्वाँसो र भालु जस्ता भयानक शिकारीहरू घुमिरहेका हुन्छन्, तर यो 90 डिग्रीको ठाडो भिरमा चढ्ने हिम्मत ती शिकारीहरूले सपनामा पनि गर्न सक्दैनन्। अझ अचम्मको कुरा त के छ भने यो जीव यो ठाडो भिरमा नुन र मिनरल चाट्नका लागि पुग्छ। यी चट्टानहरूमा नुन जमेको हुन्छ र यही चाट्नका लागि यो जीव ज्यानको बाजी लगाएर भिरका पर्खालहरूमा झुन्डिन्छ। मौसम बदलिएसँगै आइबेक्सको दैनिकी पनि अचम्मसँग फेरिन्छ। गर्मी हुन साथ यिनीहरू खाना र नुनको खोजीमा 10,000 फिटभन्दा अग्ला डरलाग्दा भिरतिर उक्लिन्छन्। भिरका चट्टानमा जमेको नुन र मिनरल चाट्न यिनीहरू ज्यानको बाजी लगाएर सोझा पर्खालमा समेत झुन्डिन्छन्। अझ अचम्मको कुरा के छ भने जन्मिएको केही घण्टामै यिनका बच्चाहरू भिरमा हिँड्न थाल्छन्। सुरुमा अलि डराएका बच्चाहरूलाई आमाले चट्टानको कुनामा राखेर कसरी खोरले ढुङ्गा च्याप्ने र कसरी सन्तुलन मिलाउने भनेर सुस्तरी सिकाउँछिन्। यिनीहरूको खोर बीचबाट 2 भागमा बाँडिएको हुन्छ, जसले सानो ढुङ्गालाई पनि च्यापेर समात्छ। खुरको भित्री भाग रबर जस्तै नरम हुने भएकाले भिजेको चट्टानमा पनि ब्रेक जस्तै काम गर्छ। भिरमा 6 फिट उफ्रिनु वा 10 फिट लामो फड्को मार्नु यिनीहरूका लागि बच्चाको खेल जस्तै हो। बिहान बेलुका घाँस जडीबुटी चढ्दै र दिउँसो चट्टानको छायामा सुस्ताउँदै यिनीहरू दिन बिताउँछन्। जाडोमा भीषण हिउँ पर्न थालेपछि भने यिनीहरू तलका ढलानतिर झर्छन्। यसरी नै भिरलाई आफ्नो खेल मैदान बनाउँदै आइबेक्सको परिवार हिमाली जीवनको रमाइलो यात्रामा अगाडि बढ्छ। यो लडाईँको हङ्गामा सकिएपछि भिरमा फेरि शान्ति छाउँछ। आइबेक्सहरूको दुनियाँ हेर्नुभयो भने यिनीहरूको परिवार चलाउने तरिका झनै गजबको हुन्छ। यिनीहरू जथाभावी र भद्रगोल तरिकाले कहिले बस्दैनन्। भाले र पोथीहरू वर्षभरि अलि पर छुट्टा छुट्टै समूहमा रमाउँछन्। पोथी र बच्चाहरूको 10-15 वटाको एउटा टोली हुन्छ, जसको कमान्ड पथानकी सबैभन्दा पाकी र चलाक आमाको हातमा हुन्छ। कहाँ चर्न जाने र कता उत लाग्ने सबै निर्णय उनैले गर्छन्। भालेहरू भने आफ्नै ग्याङ बनाएर वा एक्लै मौज गर्छन्। सबैभन्दा अचम्मको कुरा त यिनीहरूको सेक्युरिटी सिस्टम हो। बथान मस्तसँग घाँस चरिरहँदा एउटा आइबेक्स भने भिरको सबैभन्दा अग्लो डाँडामा सेक्युरिटी गार्ड जस्तै चनाखो भएर बस्छ। माथि आकाशमा चिल घुमेको देखियोस् वा तल कुनै शिकारी देखियोस्, यसले तुरुन्तै तीखो सुसेली हालेर सबैको सातो उडाउँछ। त्यो सिट्टी सुन्ने बित्तिकै पुरै बथान एकै सासमा सोझो भिडतिर उक्लिहाल्छन्। वसन्त आएपछि चट्टानको सुरक्षित उडारमा साना साना प्यारा बच्चाहरू जन्मिन्छन्। बथानका सबैले ती बच्चाहरूलाई माया गर्छन् र भिरमा हिँड्न सिकाउँछन्। यही कडा अनुशासन र एकअर्काको साथले गर्दा आइबेक्सहरूले यो कठोर पहाडमा वर्षौंदेखि आफ्नो राज चलाइरहेका छन्। भिरमा राज गर्ने यो अद्भुत जीवको कथा केवल भिर चढ्ने र लड्ने क्षमता मात्रै होइन, यसको पछाडि लोप हुन लागेको एउटा जीव कसरी नयाँ जीवन पाएर फर्कियो भन्ने अनौठो इतिहास लुकेको छ। 19औं शताब्दीतिर मानिसहरूले यसको मासु, सुन्दर सिङ र अन्धविश्वासका कारण यसको अन्धाधुन्दा शिकार गर्न थाले। मानिसहरू आइबेक्सको सिङमा औषधि र जादुमय शक्ति हुन्छ भन्ने मान्थे। लगातारको शिकारले गर्दा एउटा यस्तो समय आयो जहाँ सिङ्गो आल्पस पर्वतभरि केवल 100 वटा जति मात्रै आइबेक्स बाँकी रहे। यो प्रकृतिको राजा लगभग पूर्ण रूपमा लोप हुने संघारमा पुगिसकेको थियो। तर युरोपका संरक्षणकर्मी र वैज्ञानिकले यसलाई जोगाउन ठूलो अभियान सुरु गरे। शिकारमा कडा प्रतिबन्ध लगाइयो, यिनीहरूका लागि विशेष संरक्षित क्षेत्रहरू बनाइयो र राजा महाराजाहरूले आफ्ना व्यक्तिगत जङ्गलमा यिनीहरूलाई पालेर वंश बचाए। बिस्तारै बिस्तारै चिडियाखाना र संरक्षण केन्द्रमा जन्मिएका आइबेक्सहरूलाई फेरि उही पुराना नाङ्गा भिरहरूमा लगेर छोडियो। प्रकृतिको यो अद्भुत चमत्कार र मानिसको प्रयासले गर्दा आज अल्पसका पहाडहरूमा 30,000 भन्दा बढी आइबेक्सहरू निर्धक्कसँग घुमफिर गरिरहेका छन्। त्यसैले यो 90 डिग्रीको ठाडो भिरमा उभिएको आइबेक्स केवल एउटा साधारण जनावर मात्र होइन, यो त कठिन परिस्थितिबाट पनि फेरि उठ्न सकिन्छ भन्ने प्रकृतिको जीवन्त उदाहरण हो। अर्कोपटक जब तपाईँ पहाडको त्यो डरलाग्दो भिरमा कुनै जीवलाई अडिएको देख्नुहुन्छ, सम्झिनुहोस् त्यो गुरुत्वाकर्षणलाई नै जितेर आफ्नो साम्राज्य बचाइरहेको आल्पसको सक्कली राजा हो। हामी मानिसहरू सानोतिनो चुनौती आउने बित्तिकै अतालिन्छौँ, बाटो मोड्छौँ, तर यो आइबेक्सलाई हेर्नुहोस्, जहाँ पाइला चिप्लियो भने सिधै मृत्यु निश्चित छ। उसले त्यही भिरलाई आफ्नो घर र आफ्नो सबैभन्दा सुरक्षित पोत बनाएको छ। जुन भिरले अरूलाई डर देखाउँछ, त्यही भिरमा यसले आफ्नो साम्राज्य खडा गरेको छ। प्रकृतिले हरेक जीवलाई बाँच्नका लागि कुनै न कुनै अनौठो शक्ति दिएकै हुन्छ। कसैलाई उड्न पखेटा दियो, कसैलाई दगुर्न तीव्र गति दियो, तर यी आइबेक्सहरूलाई भने कहिल्यै हार नमान्ने हिम्मत र गुरुत्वाकर्षणलाई जित्ने खोर दियो। त्यसैले अर्कोपटक जब तपाईँ जीवनमा कुनै अप्ठ्यारो वा ठाडो भिरसँग चुनौतीको सामना गर्नुहुन्छ, यो अल्पाइन आइबेक्सलाई सम्झिनुहोस्, किनकि भिर जति नै ठाडो र डरलाग्दो भए पनि त्यसलाई जितेर टुप्पोमा पुग्ने बाटो सधैँ हाम्रो खुट्टा मुनि नै हुन्छ।